नमस्कार। आज म फेरि अर्को बुद्ध दर्शनको कथा लिएर उपस्थित भएको छु। कथाको शीर्षक छ युवा भिक्षु र सुन्दर महिला। धेरै समय पहिले एउटा ठुलो बौद्ध विहारमा दुईजना भिक्षुहरू बस्ने गर्थे। जेठो भिक्षुको नाम ज्ञान थियो। ज्ञान निकै शान्त, गम्भीर र वर्षौंदेखि कडा नियमहरूको पालना गर्दै आएका अनुभवी भिक्षु थिए। कान्छो भिक्षुको नाम बोध थियो। उनी उमेरले युवा थिए र भर्खरै मात्र अध्यात्मको बाटोमा लागेका थिए। उनी निकै उत्सुक तर कहिलेकाहीँ मनमा अनेकौं कौतूहलता र दुविधा बोकेर हिँड्ने गर्दथे। बौद्ध विहारका नियमहरू निकै कडा थिए। भिक्षुहरूलाई कुनै पनि महिलालाई छुन नहुने, उनीहरूसँग अनावश्यक कुराकानी गर्नु नहुने, ध्यान साधना गर्नुपर्ने र ध्यानस्थल एकदमै सफा राख्नुपर्ने कुरामा निकै कडाई गरिएको थियो। ज्ञान र बोध दुवै भिक्षुहरू यी कडा नियमहरूको पालना गर्दै आएका थिए। एक दिन गुरुको आदेशअनुसार ज्ञान र बोध छिमेकी गाउँमा एउटा धार्मिक प्रवचनका लागि निस्किए। मौसम निकै खराब थियो। अघिल्लो रातभरि ठूलो वर्षा भएका कारण बाटोभरि हिलो र पानी जमेको थियो। जङ्गलको बाटो हुँदै हिँड्दा उनीहरू अन्तिममा एउटा नदीको किनारामा पुगे। वर्षाका कारण नदीको पानीको बहाव निकै बढेको थियो र नदी पार गर्न निकै कठिन थियो। दुवै भिक्षुहरू आफ्नो लुगा अलिअलि माथि सारेर नदीमा पार गर्ने तयारी गर्न थाले। केही समयमा उनीहरूको नजर नदीको किनारामा उभिएकी एकजना युवतीमा पर्यो। ती युवती निकै सुन्दर थिइन्। उनको लवाई खुवाई हेर्दा कुनै धनी परिवारकी जस्तो लाग्दथे। ती युवतीलाई पनि नदी पार गरेर कतै जानु थियो। हिलो पानीले आफ्नो महँगो लुगा बिग्रेला र नदीको तीव्र बहावले बगाउला भनेर युवती डराइरहेकी थिइन्। यो आपतको अवस्थामा उनी रुनु न हाँस्नुको अवस्था बनाएर नदीतिर हेरिरहेकी थिइन्। ती युवतीले पनि दुईजना भिक्षुहरूलाई देखिन्। त्यसपछि उनी भिक्षुहरूको छेउमा गएर हात जोडेर रुँदै भनिन्, हे पूजनीय भिक्षुहरू, कृपया मलाई मद्दत गर्नुहोस्। मलाई नदी पारी जान निकै जरुरी छ, तर मलाई यो पानी देखेर निकै डर लागिरहेको छ। मेरो कोही सहारा छैन, त्यसैले मलाई यो नदी पार गराइदिनुहोस्। युवतीको कुरा सुनेर जेठो भिक्षु ज्ञानले आफ्नो आँखा भुइँतिर हेरे, अर्थात् उनले यो काम गर्न हुँदैन भन्ने सोचे। उनको मनमा हाम्रो नियमले कुनै पनि महिलालाई छुन अनुमति दिँदैन, त्यसैले यिनलाई मद्दत गर्न सकिँदैन भन्ने लाग्यो। त्यसपछि उनी युवतीको कुरा व्यवस्था गर्दै नदीमा पसेर नदी पार तर्न थाले। जेठा भिक्षुले यसो गरे पनि कान्छो भिक्षु बोधको मनमा भने दया जागेको थियो। उनले युवतीको मलिन अनुहार र उनको व्यवस्था देखेर धर्मको नियम आफ्नो ठाउँमा छ, तर सङ्कटमा परेकालाई मद्दत गर्नु नै त सबैभन्दा ठुलो धर्म हो। बोधलाई आफ्नो सोचाइमा यस्तै लाग्यो। त्यसैले ती युवा भिक्षु बोध तुरुन्तै युवतीको नजिक गए र बहिनी, डराउनु पर्दैन, तपाईँ मेरो काँधमा बस्नुहोस्, म तपाईँलाई नदी पार गराइदिन्छु भने। युवा भिक्षुको त्यो कुरा सुनेर युवती खुसी भइन् र युवा भिक्षु बोधको काँधमा बसिन्। बोधले उनलाई आफ्नो काँधमा बोकेरै बिस्तारै नदीको बहावलाई काट्दै अगाडि बढे। जेठो भिक्षु ज्ञानले यो सबै कुरा देखिरहेका थिए। उनी रिसले मुरमुरिए, तर केही बोल्न सकेनन्। नदी पार गरेपछि बोधले ती युवतीलाई सुरक्षित रूपमा भुइँमा ओह्राले। युवतीले दुवै भिक्षुहरूलाई धन्यवाद दिइन् र आफ्नो बाटो लागिन्। बोधले पनि आफ्नो कपडा मिलाए र फेरि ज्ञानको पछि पछि हिँड्न थाले। त्यसपछिको यात्रा निकै अनौठो भयो। जेठो भिक्षु ज्ञान निकै रिसाएका थिए। उनको अनुहार रातो भएको थियो र उनी निकै गम्भीर देखिन्थे। उनी अगाडि अगाडि तीव्र गतिमा हिँडिरहेका थिए। कान्छो भिक्षु बोध ज्ञान रिसाएको थाहा नपाएरै उनका पछि पछि लागिरहेका थिए। 1 घण्टा बित्यो, 2 घण्टा बित्यो, 3 घण्टा बित्यो, तर पनि दुई भिक्षुहरू बीच एक शब्द पनि आदान प्रदान भएन। जेठो भिक्षु ज्ञानको मनभित्र धेरै कुराहरू खेलिरहेका थिए। उनी मनमनै सोचिरहेका थिए,
यस्तो कडा नियम हुँदाहुँदै बोधले कसरी यस्तो पाप गर्न सक्यो? उसले कसरी गुरुले भनेको नियम तोड्यो? उसले एउटा युवतीलाई छोयो मात्र होइन, आफ्नो काँधमा बोक्यो। यस्तो महिलाहरूलाई छुनु हुन्न भन्ने हाम्रो नियम हुँदाहुँदै यस्तो गर्ने अधर्मी भिक्षुसित अब कसरी यात्रा गर्ने? बिहार फर्केपछि गुरुलाई यो सबै कुरा सुनाउनै पर्छ। यस्तै कुरा ज्ञानका मनमा खेलिरहे। साँच्चै भन्दा ज्ञानको मनमा एउटा ठुलो वैचारिक आँधी चलिरहेको थियो। साँझ पर्न लाग्दा उनीहरू आफ्नो गन्तव्यको नजिक पुगेका थिए। यहाँसम्म पुग्दा जेठो भिक्षु ज्ञानको धैर्यको बाँध टुटिसकेको थियो। उनी नियम विपरीत बोधले महिलालाई बोकेको रिस रोक्न नसक्ने अवस्थामा पुगे। अन्ततः एउटा रुखको ओत लागेर बस्ने क्रममा ज्ञान बोधको अगाडि उभिएर निकै आक्रोशित स्वरमा भने, बोध, अब म अझ बढी चुप लाग्न सक्दिनँ। मैले तिमीबाट यस्तो आशा गरेको थिइनँ। के तिमीलाई हाम्रो बिहारको कडा नियम याद छैन? हामी भिक्षु हौँ। हाम्रो धर्मले हामीलाई कुनै पनि महिलालाई छुन निषेध गरेको छ। तर तिमीले आज के गर्यौ? तिमीले त्यो अपरिचित युवतीलाई आफ्नो काँधमा बोक्यौ। तिमीले हाम्रो पवित्रता नष्ट गर्यौ। तिमीलाई आफ्नो यो गल्तीप्रति अलिकति पनि पछुतो छैन? तिमी त हाँसिरहेका छौ। तिमी नियम तोडेर पनि कसरी यति शान्तसँग बस्न सक्छौ? कान्छो भिक्षु बोधले जेठो भिक्षुको यति धेरै गाली र आक्रोशलाई निकै शान्त भएर सुने। उनको अनुहारमा कुनै डर वा रिस थिएन। उनी मुस्कुराएर ज्ञानको आँखामा हेर्दै निकै मधुर र गम्भीर स्वरमा भने, आदरणीय दाजु, मैले त ती युवतीलाई 3 घण्टा पहिले नै त्यही नदीको किनारामा काँधबाट ओह्रालेर छोडिसकेको थिएँ। तर तपाईँले त उनलाई अझै पनि आफ्नो मन र दिमागको काँधमा बोकेर हिँडिरहनु भएको रहेछ। बोधको यो एक वाक्य सुन्न साथ जेठो भिक्षु ज्ञान स्तब्ध भए। उनको मुखबाट एउटा शब्द पनि निस्किन सकेन। उनी जैँको तैँ जस्ताको तस्तै भएर उभिए। उनको दिमागमा बिजुली चम्किए झैँ भयो। बोधले अगाडि भने, दाजु, मैले त केवल एक क्षणको लागि सङ्कटमा परेकी एउटी महिलालाई मद्दत गरेको थिएँ। त्यो काम सकियो। नदी पार भयो। मैले उनलाई त्यहीँ छोडेर आफ्नो मनलाई मुक्त गरेँ। तर तपाईँले त्यो घटनालाई आफ्नो मनमा राख्नुभयो। त्यसको बारेमा नराम्रो सोच्नुभयो र विगत 3 घण्टादेखि त्यही चिन्ता र रिसको भारी बोकेर आफैलाई सजाय दिइरहनु भएको छ। वास्तवमा नियम मान्नु राम्रो हो, तर नियमको नाममा मनमा घृणा पूर्वाग्रह बोक्नु त झन् ठुलो बन्धन होइन र? ज्ञानले बुझे कि उनी वर्षौँदेखि ध्यान त गरिरहेका थिए, तर उनको मन अझै पनि ससाना कुरामा अल्झिरहेको थियो। उनले वास्तविक पाप त शारीरिक स्पर्शमा होइन, बरु मनभित्र पालिने नकारात्मक विचारहरूमा हुन्छ भन्ने कुरा बुझे। ज्ञानको घमण्ड टुट्यो र उनले बोधीसँग आफ्नो गल्तीको लागि क्षमा मागे। श्रोताहरू, हाम्रो जीवन पनि ठिक जेठो भिक्षुको ज्ञान जस्तै भइरहेको हुन्छ। हामी जुनसुकै विषयको पनि ज्ञान लिन्छौँ, तर त्यसको मर्ममा हामी फिटिक्कै ध्यान दिँदैनौँ। अनि हाम्रो जीवनमा घटेका नराम्रा घटनाहरू वा कसैले चित्त दुखाएका कुराहरू र आफैले पनि जानी नजानी गरेका गल्तीका कुराहरूलाई मनमा लिएर पीर बोकिरहन्छौँ। त्यस्ता कुरा पहिले सकिसकेका हुन्छन्, तर हामी ती घटनालाई, त्यो रिसलाई, त्यो पीडालाई आफ्नो मनको काँधमा वर्षौँसम्म बोकेर हिँडिरहन्छौँ र दुखी भइरहन्छौँ। विगतको यो भारीले हाम्रो वर्तमानलाई अशान्त बनाउँछ र हामीलाई कहिल्यै खुसी हुन दिँदैन। त्यसैले जीवनमा सुख र शान्ति चाहने हो भने नदीको किनारामा युवतीलाई ती भिक्षुले छाडे जस्तै विगतका नराम्रा यादहरू र चिन्ताहरूबाट लिनुपर्ने शिक्षा लिएर ती कुराहरूलाई छोड्न सिक्नुपर्छ। मनलाई जति हलुका राखिन्छ, जीवन त्यति नै सुन्दर हुन्छ। श्रोताहरू, कथा सकिएको छ। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। फेरि अर्को कुनै विषयवस्तु लिएर उपस्थित हुनेछु। त्यतिन्जेलको लागि आज्ञा दिनुहोस्। नमस्कार।